हेलो गुड इभिनिङ साथीहरू। आज पनि म सिओसीमा आएको छु। यसमा चाहिँ मेरो डे 6 वार हाम्रो चाहिँ प्लान वार चलिरहेको छ। यसमा चाहिँ म चाहिँ 10 नम्बरमा छु। मैले 10 लाई हानिसकेको छु। यो वारलाई पनि हेर्न सक्नुहुन्छ। 9 नम्बरलाई चाहिँ मोमिन मेमुन 8 नम्बरकोले चाहिँ हाम्रो 9 नम्बरलाई हानेछ अनि 9 नम्बरकोले चाहिँ कसलाई हान्छ हाने हैन। हाम्रो लगभग 3 स्टार छ अलमोस्ट। योलाई हान्न बाँकी छ। यसलाई चाहिँ टिमनले हानिहाल्छ हो। मेरो डिफेन्स पनि ठिक छ र डिफेन्स पनि राम्रो छ। डिफेन्स पनि देखाउँछु तपाईहरुलाई एकदम फास्ट प्ले देखाउँछु। मेरो डिफेन्स हेर्नु। मेरो एयर डिफेन्स उसले मेरो रकेटहरु त उडायो। खत्म गरिदियो। अब लेट्स सी। साथले मलाई हानेको थियो गाइज र मैले चाहिँ 10 बाट 10 लाई नै हानेको थिएँ। अनि मेरो रिप्ले चाहिँ आन्सर हेर्नुहोस् इजी बेस थियो। हेर्नुहोस् मेरो अट्याक कहाँबाट सुरु भएको छ। एकदम इजी बेस भएकाले मैले धेरै मेहनत गर्नु परेन। तर स्पेशल पनि हालेको थिएँ। मेरो पहिला मेरो एयर अट्याकमा एयर सुपर उडाएँ, र्याकेटहरू उडाएँ। त्यसपछि मलाई सबैभन्दा अलि गाह्रो लाग्ने भनेको यसमा चाहिँ इन्फेरेन्ट टावर हो। तर यहाँ इन्फेरेन्ट टावर चाहिँ त्यो 3 महिना चाहिँ मैले त्यहाँ दुईटा दिएँ। रिकभर गरेर एकैचोटि नै गर्छु। इन्फेरेन्ट टावर सहित मैले इगललाई पनि उडाउन चाहन्छु। तर इगल कहिले नै लाग्छ। जस्तो एउटा अट्याकमा चाहिँ गर्नु इगलले एउटा अट्याक बाँकी छ। यो पठाउँदाखेरि चाहिँ पहिला बेलुन पठायो भने त्यसपछि हामीले बाँकीलाई पठाउँदाखेरि बेलुनहरू ड्यामेज हुने कारणले चाहिँ बाँकी पछाडिको चाहिँ सुरक्षित नै हुन्छ। मैले चाहिँ फ्रिजरहरू पनि युज गर्छु। फ्रिजर चाहिँ म्याक्सिमम् टाइम भनेर अनि इन्फेरेन्ट टावरहरूलाई फ्रिज गर्नको लागि युज गर्छु। अन्य ठाउँमा कसैको चाहिँ फ्रिजर युज गर्दैन। एकदम पर्फेक्ट हो वार भयो। तर मेरो यसमा चाहिँ 3 पनि छँदैछ, अर्को पनि छँदैछ। ल गाइज थ्याङ्क यू फर वाचिङ। प्लिज सब्सक्राइब माई च्यानल। म तपाईँहरूलाई यस्तै यस्तै नयाँ नयाँ भिडियोहरू देखाउने छु। हामी चाहिँ अहिले चाहिँ अझै पनि 4 नम्बरमा छौँ 194 स्टार सहित। हाम्रो चाहिँ पहिला साथीहरूले बिगारेको थियो त्यही भएर पनि हो। प्लानमा चाहिँ म चाहिँ तेस्रो नम्बरमा छु। अनि यो 2 नम्बरमा भएको तन्डगढी महाकाल पनि मेरो आइडी हो। 14 नम्बर 14 स्टार अनि ड्यामेज डिएच एन्ड रोशन चाहिँ नम्बर 1 मा छ। थ्याङ्क यू गाइज। सी यू इन नेक्स्ट भिडियो।